नमस्ते एउटा नयाँ ब्लगमा तपाईहरुलाई स्वागत छ। हामी चाहिँ रोमानियाको हैन एउटा रेलवेमा घुमिरहेका छौं। साथीहरु यहाँ फोटो खिच्दैछन्। हामी भनेको यस्तो फुलबारी के भन्नु, अब जंगल पनि के भन्नु, जंगलमा फुलेको फुलहरु यसो हेर्दै हैन रेलको पटरीतिर यसरी घुमिरहेका छौं। यहाँ चाहिँ अलि स्मुथ रेलको पट्टी छ। डबल आउने जानेको लागि दुईटा बनाउन खोज्या होला सायद। भर्खर बनाउँदैछ, रेलवे लाइन जोडेको छ। केटाहरु पटरीमा मस्त हात लगाएर बसिरहेछ। केही छैन, फोटोसोटो खिच्ने कार्यक्रम चलिरहेछ। तपाईहरु यहाँ देख्न सक्नुहुन्छ मेरो साथीहरुलाई है। तीन जना छन्, आफ्नै आफ्नै तालमा सबैले फोटो खिचाइरहेछन्। अब अलिअलि भल्गर त युज भइहाल्छ विदेश आएपछि रहेछ। म चाहिँ खासै भल्गर बोल्दिन है। साथीहरु अलिअलि बोल्छन्। ऊ साथीले लामो खाने अरे, म त नखाने के लामो, मलाई मिठो लाग्दैन। म यस्तै भन्दैछु। यहाँ चाहिँ ठ्याक्कै टार्गेट रहेछ हैन। हामी भनेको के भन्छ क्रसबोको लागि यहाँ टार्गेट रहेछ। हेर्नुहोस्, यहाँ टार्गेट रहेछ। ठक्कै हानो भने टक्कै बिचमा लगाउनु पर्ने अरे हैन। अहिलेसम्म कसैले हानेको रहेन, त्यही भएर दागसाग केही छैन। ल थ्याङ्क यू है। आजको लागि भ्लग भनेको यति नै। अब अरू बेला अरू भ्लगहरू पोस्ट गरौँला। यहाँ मेरो 2-3 जना छक्का साथीहरू छन् है। ऊ फुलसुल बोकेर बसिरहेछन्। ल आजको भ्लग यहीँ समाप्त हुन्छ। धन्यवाद।